आज डे 3 हामी सायद माछापुच्छ्रे बेस क्याम्पसम्म मात्र पुग्छौँ होला। एबिसीमा धेरै हिउँ छ भन्दै थियो, हिँड्नु अप्ठ्यारो छ भन्दै थियो। हामीले चाहिँ अहिले ब्रेकफास्ट खाएर अब 7:10 जस्तो भयो। अब हामी यहाँबाट हिँड्छौँ। अब हामी चाहिँ यहाँबाट सायद 2 घन्टा जस्तो माथि हिँडिसके पछाडि एमबिसी आउँछ। त्यहाँनिर यसो सिचुएसन हेर्ने, माथि जानु सके जाने, अब जानु सकेन भने हामी त्यहीँबाट आज फर्किनेछौँ। हामी बसेको गेस्ट हाउस साङ्ग्रिला गेस्ट हाउस एन्ड रेस्टुरेन्ट हो। यहाँनिर चाहिँ तपाईँको प्याकेजमा नेपालीहरूको लागि व्यवस्था रहेछ। 2000 तिर्दाखेरि चाहिँ यहाँनिर रुम, एउटा डिनर अनि बिहानको ब्रेकफास्ट पाउँदो रहेछ। अब यति माथि होइन, त्यति पैसामा एकोमोडेट गर्नु राम्रै हो नेपालीहरूको लागि। तर विदेशीहरूको लागि चाहिँ अलिकति डिफ्रेन्ट रेटहरू छ। त्यो चाहिँ यहीँनिर आएर उनीहरूको आफूले चोइस गरेको फुड अनुसारको प्राइसहरू छ। सायद बेडहरूको पनि त्यही होला। अब हामी होटल साङ्ग्रिला छोडेर हामी एमबिसीतर्फ बाटो लाग्दैछौँ। यो बाटो चाहिँ अलिकति स्टेप्सहरू छ अरे। त्यस पछाडि माथि पुगेपछि अलिकति तेर्सो बाटो पनि पाउँछ अरे। यो बाटोमा हाम्रो देवीको पनि दर्शन गर्न सकिन्छ, यहाँनिर हुनुहुन्छ। हाम्रो ट्रेकको साथी राजन दाई अनि हाम्रो रमेश, ऊ अलिकति तल होला। अब सुरु भयो दाजुभाइ ट्रेक डे 3। बाटो अप्ठ्यारो छ तर आज मौसमले पनि साथ दिइरहेको छ। हेरौँ कहाँसम्म पुग्न सकिन्छ। देउरालीमा गेस्ट हाउसहरू अलिक माथि पनि रहेछ, भर्याङ उक्लिसके पछाडि। देउराली गेस्ट हाउस, यहाँ झन् मजाको भ्यूहरू देखिने रहेछ। अघिसम्म दामी हिमाल देखिरहेको थियो, अहिले फेरि एकैछिनमा कुहिरोले फेरि हिमाललाई ढाक्यो। तर यहाँबाट चाहिँ बबाल भ्यू देख्दो रहेछ। अनलाइनहरू पनि हुन्छ, गुगलतिर गएर सर्च गर्दा पनि हुन्छ। सम्पूर्ण एबिसी ट्रेकको हरेक ठाउँमा कुन ठाउँमा कतिवटा होटल छ र त्यसको सम्पर्क नम्बरहरू त्यहाँ पाउन सकिन्छ। हामी चाहिँ अहिले यो देउरालीमै छौँ। अब यहाँबाट माथि हिँड्दै जाँदैछौँ। नेपाली टोपी लाएर माथि उक्लिँदैछ नेपालीको छोरो रमेश चामलिङ राई। यहाँ पर्खिरहेछ। बाटो चाहिँ यस्तो छ, उकालो ढुङ्गे बाटो। बिस्तारो उक्लिँदैछौँ आराम गर्दै। बाटो अलिकति अप्ठ्यारो पनि छ। बिस्तारो चढ्दै जानुपर्छ, आराम पनि गर्दै गर्नुपर्छ, किनभने उकालो छ। अलिकति बाटो पनि अप्ठ्यारो, तल हेर्दै हिँड्नु पर्यो। माथि चाहिँ अझै पनि कुहिरोले छेकिरहेछ है। यहाँ बिचमा चाहिँ एउटा खतरा आकृतिका बस जस्तै एउटा ढुङ्गाको उठेको, बिचमा सर्लको तलबाट उठेको ढुङ्गै मात्रै। रमेश पनि आइपुग्यो।
अहिले हामी आएको बाटो खोलाको तिरैतिर है, माथि विशाल पहाडहरू। हिमाल पनि नजिक नजिक आएर होला अलिक चिसो चिसो बढ्दैछ। अलिक घाँटीहरू पनि अलिअलि समातेको जस्तो भइरहेछ। सायद त्यो हिजो दिनभरि पानी पर्यो नि त, दिनभरि रातभरि पानी पर्यो, पानीमा भिज्दै पनि हिँडेको हुनाले पनि हुनसक्छ। हिमाल चाहिँ नजिक नजिक आइसकेको छ। झरनाहरू डाँडाहरूबाट खसेको देख्न पाइन्छ। हेऱ्यो भने झरनाहरू त्यहाँबाट खसेर है यहाँ आएर खोलामा, यो खोलामा मिसिन जान्छ। बवाल भ्यू छ। एकपल्ट आउनै पर्ने ट्रेक हो यो। सबैजना आउँदा राम्रो, तर आउँदा बुझेर आउनु होला। होटल, रुट, चाहिने कपडाहरू, वेदर, विशेष गरेर वेदर हेरेर आउनु होला। हामीले वेदर फोरकास्ट हेर्दाखेरि चाहिँ 7 दिन घाम लाग्ने थियो, तर हिजो बिहानदेखि रातिसम्म पानी पर्यो। अब फेरि भोलि पानी देखाएको छ। आज दिउँसो पनि पानी त देखाएको छ, तर हेरौँ पानी परेन भने चाहिँ एकदम राम्रो, अझ घाम लागिदिएको भए। तर पनि हिजोभन्दा धेरै राम्रो वेदर छ आज। दाजुभाइको ट्रेक अहिलेसम्म राम्रै हुँदैछ। ट्रेकको बाटो पनि एकदम राम्रो छ। यसको माथि फेरि कुहिरोले हिमाल छेकिसकेछ। यतापट्टि चाहिँ यस्तो बवाल भ्यू देखिन्छ है। अहिले देखेको भ्यू चाहिँ एमबिसी नजिकै हो। अब यहाँबाट चाहिँ 10-15 मिनटमा एमबिसी आइपुग्छ। तलको भ्यू चाहिँ एकदम बवाल छ। यो चाहिँ यहाँबाट माथि देखिने भ्यू हो। यस्तो राम्रो देखिन्छ यहाँबाट है। सायद भिडियोमा भन्दा आफैले नजिकबाट हेरेको भ्यू अलिक फरक पर्न जान्छ। राजन दाई पनि आइपुग्नु भयो। अब केही बेर विश्राम गर्नुहुन्छ, त्यस पछाडि हामी माथि लाग्छौँ। अहिलेसम्म चाहिँ सजिलै गरेर बाटोहरू माथि बिसाउँदै भए पनि आइपुगिरहेछौँ। त्यति अप्ठ्यारो रुट चाहिँ छैन यहाँदेखि। सायद एमबिसीदेखि एबिसीसम्म चाहिँ अलिक अप्ठ्यारो होला। यहाँ पर देखिएको चाहिँ एमबिसी बेस क्याम्प हुनुपर्छ। अब धेरै छैन। बाटो चाहिँ यस्तै छ है, राम्रो छ हिँड्नुको लागि अहिलेसम्म। जति नजिक नजिक आइपुग्यो चिसो त्यति बढ्दैछ। अलिक धेरै चिसो छ यहाँनेरि। सायद माथि योभन्दा अलिक धेरै नै चिसो हुनुपर्छ। यहाँनेरि अहिले हामी 3500 मिटरको उचाइमा छौँ होला।
सानो ब्रिज अघि उहाँको बाटो माछापुच्छ्रे बेस क्याम्प त 3700 मिटरमा रहेछ। अब यहाँबाट चाहिँ अन्नपूर्ण बेस क्याम्प 2 घन्टा लाग्ने देखाएको छ। यहाँनिर माछापुच्छ्रे बेस क्याम्पको बारेमा इन्फर्मेसन रहेछ। 5वटा जति लजहरू रहेछ। यो सबै तपाईँहरूले अनलाइनमा पाइहाल्नुहुन्छ। यसको डिटेल्स, फोन नम्बर सबै। यहाँ पनि एउटा सानो रुट छ, थाहा छैन यो चाहिँ कता जान्छ, सायद भ्यू हेर्नुको लागि होला। यो चाहिँ यहाँबाट देखिने दृश्य मास्तिर तलबाट आउँदै हुनुहुन्छ ट्रेकर्सहरू, कोही फर्किँदै हुनुहुन्छ। म चाहिँ यहाँनिर राजेन दाइ र रमेशलाई पर्खिरहेछु। अलिकति ढिलो गऱ्यो, सायद तलै बस्यो कि। राजेन दाइ तलबाट आउँदै हुँदो रहेछ, रमेश देखिएको छैन। राजेन दाइ कुद्दै हुनुहुन्छ, सायद बेस क्याम्प नजिक आएकोले निकै खुसी हुनुहुन्छ। उहाँ आउने ब्रिज हेर्नु है, सिङ्गल पर्सन ब्रिज रहेछ। उहाँको खुसी पनि देखिहाल्नु भयो। हजुर 3700 मिटरमा तलबाट ढाका टोपी लगाएर आउने चाहिँ हाम्रो रमेश भाइ। हिमालयन रेन्ज अहिले हामी एमबिसी बेस क्याम्प आइपुग्यौँ। यहाँसम्म आइपुग्नुको लागि चाहिँ हामीलाई 1 घन्टा 50 मिनट लाग्यो। हामी बस्दै बिसाउँदै पानी खाँदै आएको। अलिक मजाले हिँड्ने हो भने चाहिँ यो 1.5 घन्टामा आइपुगिँदो रहेछ। राजन दाइ उक्लिँदै हुनुहुन्छ, अन्तिम खुड्किलो। हिमाल चाहिँ मेरो क्यामेराको ब्याकग्राउन्ड आज। यहाँ हामी केही बेर बस्छौँ, चिया खान्छौँ अनि सल्लाह गर्छौँ मासतिर जानुको लागि। बाटो अलिक चिप्लो छ भन्दैछ, हेरौँ। अहिले चाहिँ हामी माछापुच्छ्रे बेस क्याम्पमा टी ब्रेक गर्दैछौँ। हिजोसम्म चाहिँ यहाँबाट माथि एबिसी नजाने सल्लाह भएको थियो, तर अहिले चाहिँ बाटो त्यति अप्ठ्यारो छैन अनि पानी नपरेको कारणले गर्दा हामी चाहिँ अहिले 2 घन्टा लाग्छ भन्दैछ। 1.5 घन्टामा एबिसी बेस क्याम्प पुगेर हामी फर्किने विचार गर्दैछौँ। अब त्यति साह्रो उकालो छैन भन्दैछ, अलिकति उकालो अनि तेर्सो बाटो छ भन्दैछ। हेरौँ अब बाटो कस्तो हुन्छ, म एकछिनमा देखाउँछु। तर अहिले चाहिँ यहाँ यस्तो मजाको मौसम भइरहेछ है। पछाडि हिमालको काखमा बसेर हामी चिया खाँदैछौँ। जानु हुन्छ राजन, टाउको ठिकै होला नि? टाउको त रमेशको ठिक छ, ठिक छ। जोस पो आइरहेछ त। हिजो चाहिँ त्यो पानीले गर्दा केले गर्दा त्यो राति रन गयो क्या, अफ गर्ने कि। ल अहिले एकछिनमा फेरि अपडेट गर्छु। अब चाहिँ यहाँ एमबिसीबाट हामी एबिसीतिर जान आँट्यौँ। अहिले चाहिँ 9:25 भइरहेछ। सायद यहाँबाट 1.5 घन्टामा हामी
माथि पुग्यौँ भने हामी फर्केर आज चाहिँ देउरालीमा लन्च गर्ने अनि भयो भने दोभानमा चाहिँ आज बास बस्ने प्लान छ। हामी अघि तलको रेस्टुरेन्टमा बसेको अब एबिसीको ट्रेक सुरु भयो। यहाँबाट उकालो छ, धेरै उकालो त छैन भन्छ, यो एक उकालो कटिसकेपछि चाहिँ ओह्रालो 150 यस्तो बाटोहरू आउँछ अरे। टाइम दिएर बसेर आयो भने यो रुट अप्ठ्यारो छैन, सजिलै छ। यस्तो खतरा भ्यू छ क्या यहाँ। अब यस्तो भ्यू हेर्दै जाँदाखेरि यो उकालो त केही पनि होइन। हिजो एकदम हिउँ परेको थियो भने त त्यही भएर आज बाटैभरि हिउँ नै हिउँ छ, तर त्यति बाटै ढाक्ने गरी चाहिँ छैन। अहिले पक्लिसकेको हुनसक्छ, हिँड्नुलाई चाहिँ ठिकै छ। यो चाहिँ पछाडि विशाल माछापुच्छ्रेको भ्यू। हिउँले गर्दा अलिक माथि चाहिँ सबै बाटोहरू यस्तो रहेछ। अबको बाटोहरू चाहिँ यस्तो छ, हिउँले पुरै सेतो। यहाँनिरसम्म आइपुग्दा चाहिँ 20 मिनट लाग्यो, अब अझै 1 घन्टा होला यहाँबाट। माछापुच्छ्रे बेस क्याम्पको बिच बाटोमा चाहिँ एउटा ताल रहेछ। यो ताल चाहिँ तर चिसोले पुरा हिउँ जमिरहेछ, हिमताल भइरहेछ। हाम्रो जाने बाटो चाहिँ यता छ। यहाँबाट अब अझै 30-35 मिनट लाग्छ अरे। सायद यो बाटो पनि अलिक हिउँले पुरा ढाकेर होला। राजेन दाई चाहिँ आइपुग्नु भएको छैन। राजेन दाई आइपुग्दै हुनुहुन्छ लट्ठी टेक्दै टेक्दै। अब धेरै छैन यहाँबाट। ल अब हामी लाग्यौँ यहाँबाट फेरि एबिसी तर्फ। आधी बाटो आइपुग्यौँ। झन् जति माथि आयो झन् धेरै हिउँ सेतै छ है। उसले केही पनि देखिँदैन वरपर, सेतै माथि हुस्से लागेको। अब 15-20 मिनटमा हामी एबिसी पुग्छौँ। माथि चाहिँ हिउँ पहिरो एभालान्च जाँदैछ सानो। योसँग 3 चोटि भइसक्यो। आज हामी फाइनल्ली अन्नपूर्ण बेस क्याम्प आइपुग्यौँ। आज चाहिँ मौसमको कारणले गर्दाखेरि हिमालहरू केही देख्नु पाएको छैन, हुस्से लागिरहेछ, एभालान्च खसेकै। ल आज हामी हाम्रो डेस्टिनेसन डे 3
ट्रेकको अन्नपूर्ण बेस क्याम्प आइपुगिसकेको छौँ। अब यहाँबाट हामी एकछिन यहाँ बसेर हामी भरे तल बास बस्ने झर्नेछौँ। रमेश अनि हाम्रो राजन दाई तल आइपुग्नु आँट्नु भएको छ। हिउँ परेर यहाँको दृश्य चाहिँ यस्तो छ। अन्नपूर्ण बेस क्याम्प, यसको हाइट चाहिँ 4130 मिटर। खोला हो कि बा? यहाँ अन्नपूर्ण बेस क्याम्पको होटलहरू। बाटो झन् अप्ठ्यारो छ यहाँ, उकालो अनि चिप्लो बाटो झन्डै लडे। फाइनली हामी माथिको बेस क्याम्पको लजहरू आइपुग्यौँ। यहाँ हेर न हिउँले, आमा हिउँको थुप्रो। भाइहरूले यहाँ चाहिँ बेलचाले बाटोहरू क्लियर गर्दैछ। एकदमै धेरै हिउँ परेको छ। यो हिजो राति बिहान दिउँसो बेलुका 12 घन्टा यहाँनिर हिउँ परेर यस्तो भएको छ। यहाँसम्म आउनु अप्ठ्यारो त अप्ठ्यारै हो है, झन्डै चिप्लो फेरि। तर यहाँ आइपुगिसके पछाडि यसको दृश्यहरू हेर्दाखेरि एकदम रमाइलो छ। हाम्रो तल देउरालीदेखिको एबिसीसम्मको ट्रेक यहीँ आएर अन्त्य हुन्छ। अब यस पछाडि हामी फेरि तल जान्छौँ। तल गए पछाडि अब तलतिरबाट डे 4 देखिको फेरि ट्रेकिङ, अब ब्याक टु पोखरा, त्यो हेर्दै जानु होला।